भन भन भाइ हो देउसी रे ओ राम्ररी भन देउसी रे अब अरू कुरो भयो त्यस्तै भन देउसी रे भन भन देउसी रे त्यही हो अलिअलि मिलाएर भन देउसी रे भनिदेऊ कसेर भनिदेऊ देउसी रे अब त्यस्तै त्यस्तै हो देउसी रे अनि भात खायो अनि त्यो देउसी रे अनि खाना त्यो भन्छ त्यो 75 जिल्ला देउसी रे होइन केराको ठाउँमा देउसी रे हामी 4 भाइ जम्मा देउसी रे अनि एकजना घरमा पनि छ देउसी रे अनि धेरै पैसा कमाउनु छ देउसी रे 300-400 रुपियाँ ल्याइदिनु देउसी रे ए भटा किन रोक्यो तिमीहरू ए भन भन भाइ हो देउसी रे ए लामलली भन देउसी रे ए थोल मिलाइ कहन देउसी रे ए केलाको थम्मा देउसी रे हामी 5 भाइ ताल भाइ दममा देउसी रे ए दममा दममा देउसी रे ए फुलको पात देउसी रे दालो भात देउसी रे खाने हो देउसी रे सेलरोटी रेखुम देउसी रे ए चाखुम चाखुम देउसी रे ए फेलरोटी ताखुम देउसी रे ए राम्ररी चाखुम देउसी रे अनि त्यो के भन्छ त्यसमा रसमलाई ए रसभरी चाखुम देउसी रे ए पैसा पनि चाखुम देउसी रे ए राम्रोसँग चाखुम देउसी रे ए चाखुम चाखुम देउसी रे ए चाखुम चाखुम देउसी रे ए 75 दिल्ला देउसी रे ए दानु थ देउसी रे तेरो भजन चाहिँ 75 दिल्ला भागिसक्यो मलाई फेलेले न्यु दिला त्यसले हान्दियो आन्दे आन्दे लाउने आन्दे माथि त यसलाई त हानिन्थ्यो यसलाई पनि हानिन्थ्यो हान्दियो। म कहिले खतलामा बलियो मान्थ्यो हिँड्दा थोकै बेला हानिन्थ्यो खेल्ने यत्रो लाल ए हामी त्यसै आएनौ देउसी रे ए बलि राजाले देउसी रे ए पठाए त देउसी रे पैसा लिएर आइज भनेर देउसी रे ए देश विकास गर्नुपर्छ देउसी रे ए राम्ररी गर्नुपर्छ देउसी रे ए राम्ररी भन देउसी रे केटा राम्ररी भन राम्रो भयो अङ्कल सक्यो ए अन्त त्यो अब तपाईँको पालो हाम्रो पालो थकिथक्यो भत्याइथक्यो अब तपाईँ जानु न घरभित्र त्यो टक्कसँग सेलरोटी चामल थामल पैसा थैसा हालेर प्लेटमा लिएर आउनु न अब तपाईँको पालो हो त्यही त्यही त होइन त्यो त हो हो हाम्रो घोकलो सुकिसक्यो क्या खत्तम खोइ त म चाहिँ आएन तिमीहरूको देउसी हेर्न के खेलाएको ए अन्त त्यो मदा आएन त्यो अर्को बल त आउँछ मदा यो बल थकलाई यति नै हो यति नै हो साला सब पैसा लु नारा छ ए बुढी यो देउसी खेल्नेहरूलाई कोसेली दिए त हल्का फुल्का के ए अन्त त्यो कोठेली मात्र होइन त्यो पैसा पनि ल्याउनु न पैसा पनि हाल्यो ल ए बुढी त्यो 10-20 रुपियाँ पनि हालेले है थालमा दस बितुल बे माथासम्म 10 बितुल ल्यायो भने हानिदिन्थ्यो नि त्यो बुढोलाई हेरौँ न कति लिएर आउँछ बुढोले त्यो त हामीदिउँ न 10 बितुल ल्यायो भने त त्यही त ल यहाँ राखेँ ओइ पैसा कति छ पैसा हेर त 100 रुपियाँ जति 100 ल केटा राम्रो आशीर्वाद देऊ ल अनि तिम्रो त्यो राइस ल्याइदिएर ल ल त्यो आथी त ड्युटी देउसी रे आथी कतै दिने हो